धेरै सजिलो छ झुटा बोलेर कसैको भरोसा तोड्न, तर धेरै गाह्रो छ साँचो बोलेर कसैको मन जित्न। गर्छन् कि गर्दैनन् कमेन्ट पनि गर्नु। हे गाइज, वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सन्चै आराममा हुनुहुन्छ। म पनि सन्चै छु। आज चाहिँ म चाहिँ चट्टापारामा यसो उतातिर गएर यसो हरियालीमा भिडियो बनाइदिउँ भन्ने भइरहेको छु होइन। किनकि मैले हिजो पनि एउटा भिडियो हालिसकेको छु अनि आज पनि यसो डेली भ्लग गरिदिउँ कि भन्ने पनि सोचिरहेको छु होइन। के हुन्छ अब हेरौँ, टाइम मिलेपछि हालिन्छ नि त। अब यस्तो आज चाहिँ अलि छुट्टी पनि छ, त्यही भएर चाहिँ म एउटा आज पनि हाल्छु भिडियो। 5 बजीतिर हाल्छु होइन। तपाईँले वेटिङ गर्नु होला, 5 बजीतिर म फ्याट्टै हाल्नेछु। सधैँ म अब 5 बजे साँझ हाल्ने विचार चाहिँ गरिरहेको छु होइन। टाइम मिलेपछि चाहिँ म बनाएर तपाईँको माझमा हाल्नेछु। म बाँचेको छु के मरेको छैन नि त, म बाँचिरहेको छु। त्यही भएर म भिडियो हालिरहेको हुन्छु नि त। यस्तो हो, भिडियो नहाल्ने बित्तिकै चाहिँ यो कहाँ पो हराइसक्यो, यो कहाँ गयो के गयो त्यो नसोच्नु होला कि म भिडियो चाहिँ बनाउनु नपाएर हो क्या। टाइम पनि त्यस्तै छ नि त, पढ्नुपर्ने हुन्छ न, बिहान कलेज जानुपर्ने हुन्छ। अनि त्यसपछि हिजो पो कलेज जाँदाखेरि एउटा भिडियो बनाइदिउँ न त कस्तो हुन्छ के हुन्छ भनेर एउटा कलेज जाँदाखेरिको भिडियो चाहिँ मैले बनाएको थिएँ। अब कहिलेकाहीँ अब काम हुन्छ आफ्नो पर्सनल्ली, घरमै पनि काम हुन्छ होइन। त्यही भएर चाहिँ मैले भिडियो तपाईँको माझमा ल्याउन नसक्ने हो होइन। केही छैन, अब सब्सक्राइब गर्नुहोस्। अनि त्यसपछि सब्सक्राइब गरिसकेपछि अब भिडियो नोटिफिकेसन आइरहेको छ, तपाईँले फ्याट्टै हेर्ने। अनि च्याट्ट कमेन्ट गरेपछि कसले हेरेछ भनेर कमेन्ट मार्फत पनि चिन्न सकिन्छ क्या। कसले हेऱ्यो भन्ने थाहा भयो हुन्छ नि त। त्यही भएर चाहिँ कमेन्ट गर्नु होला। र साथीहरू, म चाहिँ अब उतातिर जान्छु, हेर्नुहोस् त्यतातिर क्या। भिडियोलाई पहिला फुल वाच गरेर अनि हेर्नु पऱ्यो नि त। फुल वाच गरिसकेपछि ट्याक्क कमेन्ट गर्नु पऱ्यो। अनि त्यसरी पो हुने हो त। अनि तपाईँ कमेन्ट कमेन्ट गर्नुहुन्छ, न के अरे सब्सक्राइब गर्नुहुन्छ, अनि न फुल वाच गर्नुहुन्छ। जो गर्नुहुन्छ सबैलाई धन्यवाद है। म तपाईँले जब कमेन्ट गरे पो अनि यसले गर्यो मनदेखि नै मलाई पनि माया गर्ने मान्छे रहेछन् भन्ने हुन्छ क्या। तपाईँ अनि कमेन्ट नै गर्नुहुन्न त अनि कसरी थाहा पाउने त अनि मैले। त्यही भएर चाहिँ कमेन्ट चाहिँ गरौँ साथीहरू। कमेन्ट गर्नुमा चाहिँ नो कम्प्रोमाइज होइन, मजाले। अब हेर्नु है, अचेल पुरा गहुँ काट्ने सिजन भइरहेको छ नि त। त्यही भएर चाहिँ अब पुरा हरियाली त धेरै त छैन, अलिअलि छ होइन। हेर्नुहोस् है, यस्तो छ क्या गहुँ पाकेर टुङ्गा खत्रै छ, डेन्जर छ होइन। साथीहरू यहाँ त गहुँ पनि काट्न लागिसकेको रहेछन्। उतातिर पनि गहुँ काट्न लागिसके। यस्तो छ साथीहरू, के गर्नुहुन्छ। म कहिलेकाहीँ सर्ट भिडियोहरू अनि यसो यतै बनाउँछु कि म। कहिलेकाहीँ चट्ट योमा पानीको छेउमा बसेर चट्ट होइन, हुन्छ नि त। यस्तो बवाल छ। एकान्तमा आएर मलाई बस्न अलि राम्रो लाग्छ क्या साथीहरू। त्यही भएर एकान्तमा आएर पनि बस्नुपर्छ कहिलेकाहीँ, फ्रेस मुड हुन्छ होइन। त्यही भएर मैले भिडियो बनाइरहेको हुन्छु। ल साथीहरू, म तपाईँलाई चाहिँ एउटा सानो शब्द मैले लेखेर ल्याएको छु होइन। तपाईँलाई म सुनाउँछु, कस्तो लाग्छ सुनिदिनुहोस् है। धेरै सजिलो छ झुटा बोलेर कसैको भरोसा तोड्न। धेरै सजिलो छ झुटा बोलेर कसैको भरोसा तोड्न, तर धेरै गाह्रो छ साँचो बोलेर कसैको मन जित्न। धेरै गाह्रो छ साँचो बोलेर कसैको मन जित्न। त्यस्तै गरी अर्को पनि लाइन छ, म तपाईँलाई सुनाउँछु है। पसिना बेचेर जिन्दगी चलाऊ केही फरक पर्दैन। पसिना बेचेर जिन्दगी चलाऊ केही फरक पर्दैन, तर इमान्दार र अस्तित्व बेचेर महल नबनाऊ तर झुपडी नै बेच्छ।
तर इमान्दार अस्तित्व बेचेर महल नबनाऊ झुपडी नै बेच्छ। कस्तो लाग्यो साथीहरू? ठिक छ नि? लाइनहरू म सुनाउँदै गर्छु, तपाईँले अन्तिमसम्म हेर्दै गर्नु न। महान सोच भएका मानिसहरू ज्ञान विज्ञानका कुरा गर्छन्। महान सोच भएका मानिसहरू ज्ञान विज्ञानका कुरा गर्छन्। मध्यम सोच भएका मानिसहरू विषयवस्तुका कुरा गर्छन् र निज सोच भएका मानिसहरू अर्काका कुरा गर्छन्। महान सोच भएका मानिसहरू त ज्ञान विज्ञानका कुरा गर्ने हुन् नि त। अनि जो मध्यम सोच भएका मानिसहरू जो हामी जस्ता हुन्छन्, अनि तिनी चाहिँ विषयवस्तुको कुरा गर्ने भए, र निज सोच भएका मानिसहरू के गर्छन्? अर्काका कुरा गर्ने के कट्टा हान्दिने। खै भाग्यमा के लेखेको छ? खै भाग्यमा के लेखेको छ? म बखानिएर रोएको कसले पो देखेको छ र? विश्वास छ बखानिएर रोएको त्यो अदृश्य भगवानले देखेको छ। सो गाइज, आजको भिडियो तपाईँलाई कस्तो लाग्यो हेरेर साथ सपोर्ट दिइदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस्तै भिडियो चाहिँ ल्याउने नै गर्नेछु। मेरो डेली भ्लग म हाल्ने भन्ने एउटा मेरो विचार चाहिँ आएको छ होइन। तपाईँले साथ सपोर्ट दिँदै गऱ्यो भने चाहिँ म डेली भ्लग हाल्नेछु। तपाईँले कमेन्ट गर्नु न, नत्र म चाहिँ डेली भ्लग हालौँ कि हप्ताको 1-2 हालौँ भनेर त्यो भन्नु, अनि म त्यही अनुसार पनि जान सक्छु। त्यही भएर चाहिँ आजको भिडियो तपाईँलाई राम्रो लाग्छ भन्ने चाहिँ मलाई आशा छ। ल साथीहरू, बाई बाई। यस्तै भिडियो ल्याउने नै गर्छु। बाई।